चस्मा निकाल्नु भन्छु झन् हिलो हिलो भइसक्यो कि माछा देखाउ भने नि यहाँ पनि छ नि यहाँ 3 वटा छ यही छ खै त चल्दैन त यो त ठुलै हुन्छ हैन र यो त यत्रो हुन्छ यत्रो हुन्छ त पाल्नु पर्यो यत्रो हुन्छ त्यो छैन त्यो दाना दिखाउने यो त्यत्रो आउँछ यार कुवामा लगेर हाल्नु पर्यो यार कोही कोही त उड्छ यार पसिना आउँछ कपडाले छुदा पनि चिरिक चिरिक त्यस्तै बिग्रेर आउँछ त्यो डाँडाको फेदा हैन यतिको गर्नु चाहिँ नभए त्यो उताको पुल छ उताको पुल त्यहाँ भएर हैन के उता पुल त मुनितिर पनि हुँदैन माछा माछा आउँछ मेहनत चाहिँ लास्टै गर्छ नि केटाहरूले गरे अनुसारको माछा भएन है अलिक ठुलै मारे कि लास्टै मेहनत गर्छ है ठुलो है ठुलो एउटा नयाँ मान्छेले पर्यो नि बल्ल के आले माछा रहेछ नि यो खतरा परेखामा आउँदा रे तर 1-2 लट भयो अहिले परेन के उता हेर्नु ए लट्ठीमै रहेछ नि त लट्ठीमा छ पुरी तपाईको बाबाले गुमालाई देखाइदिनु गुमालाई ए गुमा गुमा ल गुमा गुमा यता हेर्नु पर्यो माइजूसँग सिक्नु पर्यो माइजू त बेसरी माछा त आमा च्याम्पियन रहेछ माइजू त च्याम्पियनसम्म रहेछ हो हामीले ए मसँग कति धेरै भयो